जिन्दगीको बारेमा त मैले त्यति आजकल सोचेको छैन अझै, किनकि पहिला घरै बनाउने इच्छा, त्यसपछि घर भयो भने त है सबै सपना त्यही घरमै थुपारेर है केही गर्ने हुन्छ नि त। नत्र भने त घरै छैन भने त के गर्ने मलाई सोच्नै अप्ठ्यारो। भाइलाई पढाउने पनि सपना छ? हजुर, त्यो त ठुलै सपना, त्यसलाई त जसरी पनि पढाउने, उसलाई चाहिँ पढाएको छु। उसले यस्तो छ क्या मेरो भाइ है, एकदमै माया लाग्छ उसको, अरू जस्तो छैन कि त्यो, अरू कोही जस्तो छैन, फरक टाइपको छ है, कोहीसँग बोल्दैन। गाउँमा है हामीले भन्छ कति आफन्त भेट्यौँ भने कता हिँड्न लाग्नुभयो कहाँ जानुभयो भन्छौँ नि त, उसले भन्दैन केही, टाउको तलतिर बनाएर सरासर मसँग आमासँग घर आएपछि मात्रै बोल्छ। ऊ स्कुल गयो भने सिधै गाडीमा बस्छ, स्कुल जान्छ, स्कुल गएर बोल्छ होला है साथीभाइहरूसँग अलिअलि, अनि घर आएर कोहीलाई नसोधे सिधै घर आएर हामीसँग बोल्छ क्या, त्यस्तो छ। एकदमै माया लाग्छ है उसको, कतै गयो भने नि धेरै के म परिवारमा उसलाई होइन धेरै माया गर्छु क्या, उसलाई पनि। ऊ झन् कान्छो भएर होला है कान्छो भएर होला, एकदम माया लाग्छ। आमा बुवा कान्छो भाइ अनि सबै दाइभाइको माया लाग्छ, तर कान्छो भाइ सानो भएर होला अलिक ज्यादा लाग्छ कि अनि आमाको भन्नु आमाको झन् धेरै, आमाको र भाइको बराबरी लाग्छ, बुवाको पनि। तर अरू दाइभाइहरू त होइन, अलिक खाने आफ्नो परिवारमा छ नि त, आफ्नो परिवारमा गएपछि त यिनीहरूले आफ्नो परिवार पाल्न ठिक छ, उनीहरूको नि एकदमै याद आउँछ, भेट गर्न पाए हुन्थ्यो भनेर। इन्डियादेखि कहिले आउँछ होला, अनि छिटो आइदियो हुन्थ्यो, भेट हुन्थ्यो होला भन्ने लाग्छ। अब उनीहरूको त्यस्तै छ क्या, पहिला जस्तो थियो त्यस्तै छ, काम गर्ने खाने, उनीहरूलाई रासन ल्याउने ठिकै होला होइन। कमाइ चाहिँ कति हुँदो रहेछ भाइ इन्डियामा? 500 रुपियाँ ढ्यारीमा के हुन्छ, कहिले थकाइ, हजुर दिनको, कहिले थकाइ लागेर बसिहालिन्छ, कहिले चोट लागेर। तर त्यतातिरको प्राय बेङ्गलोर जान्छन् होइन? हजुर, काम गर्न कोही जान्छन्, हामी कहिले गएन बेङ्गलोर भन्ने। अब आफन्त भयो होइन, आफन्तले तान्छ नि त, यस्तो राम्रो काम छ यहाँ आइज भने। अब त्यस्तो भने भाइ चाहिँ कुन ठाउँ गएको इन्डिया? हिमाचल स्याउ बोक्न? हजुर। अनि गाह्रो भयो होला नि है? धेरै गाह्रो, त्यो उकालो चढ्दा है पसिनाले भेष्ट